ओए त कति घुम्न जान पाएको। तेरो अफिस त क्या चिल यार। मेरो पनि यस्तै भइदिएको भए कस्तो रमाइलो हुन्थ्यो होला। हो, यस्तै चाहिँ मलाई धेरैजना साथीहरूले भन्ने गर्छन्। यस, आई एम सो लक्की एन्ड ब्लेस्ड। मेरो अफिसको सबैजना एकदमै रमाइलो गर्नुपर्ने खालको र पोजिटिभ नेचरको हुनुहुन्छ। रिसेन्टली हामीहरू पनौतीको थुम्की रिसोर्टमा पुगेका थियौँ। हाम्रो एकजना सरको जन्मदिन र दिदीको ब्राइड टु बी सेलिब्रेट गर्नुपर्ने थियो। हामी फ्राइडे थुम्की रिसोर्ट गएका थियौँ। बाटो भने अलिकति अफ रोड छ, तर माथि पुगिसकेपछि त्यो भ्यू देखेर हामीले बाटो कस्तो थियो भन्ने नै बिर्सिसकेका हुन्छौँ। एकदमै रमाइलो ठाउँ छ। यसरी हामी डिनर गरिसकेपछि आगो तापेर हामी नाच्ने, गाउने, रमाइलो गर्ने, इन्जोय गरिरहेका थियौँ। हामी चिया लभर हुनुहुन्थ्यो हाम्रो ग्रुपमा एकजना, एकदमै चिया लभर, एनी टाइम चिया खाइरहेको थियो। त्यो दिन पनि हामीले देख्न सक्नुहुन्छ। 11 बजेतिर हामीले दिदीको ब्राइड टु बी पनि सेलिब्रेट गऱ्यौँ। दिदी एकदमै खुसी हुनु भएको थियो र हामी पनि इन्जोय गरिरहेको थियौँ। सँगसँगै 12 बजे हामीले फेरि सरको जन्मदिनको केक पनि काट्यौँ। अर्को दिन कस्तो राम्रो सनराइज देखिरहेको थियो बिहान। यो डाँडा काँडा नजिकबाट नहेरेको पनि धेरै भइसकेको थियो। म एकदमै इन्जोय गरिरहेको थिएँ। मेरो साथीहरू भने सुतिरहेकै थिए। कामको व्यस्तताबाट थोरै समय निकालेर हामी सबैजना इन्जोय गर्न, रिफ्रेस हुनको लागि त्यहाँ गएका थियौँ। एकदमै रमाइलो पनि भयो। सबैजना एकदम इन्जोय गर्नुपर्ने खालको भएर चाहिँ धेरै नै रमाइलो भयो। नभए ग्रुपमा कोही रमाइलो नगर्ने, सुत्नुपर्ने, उठ्नुपर्ने भयो भने अलि मजा आउँदैन नि। त्यस्तै हामी यहाँ भने ब्रेकफास्टको लागि आइसकेका छौँ। यहाँबाट पनि कस्तो राम्रो बाटो, त्यो भ्यू सबै देखिरहेको थियो। म भने क्याप्चर गरिरहेको थिएँ। हेर्नु न, रुखहरूलाई बचाएर त्यहाँ घर बनाउनु भएको। अहिले भने हामीले ब्रेकफास्ट गऱ्यौँ, त्यसपछि हल्का फोटोसुट भिडियो सुट गरेर हामी फर्कियौँ।